आज म फेरि पनि फुटबल ट्रेनिङमा आएको छु। बिहानी एकैछिन म चाहिँ युके क्यान्टरबरी इङ्ल्यान्ड क्यान्टरबरी युके बाट म तपाईहरुको माझ चाहिँ ल्याइरहेको छु। म चाहिँ आज जस मर्निङमा चाहिँ बिहानी म फुटबल ट्रेनिङमा आएको छु। यो चाहिँ हाम्रो क्यान्टरबरी नजिकै रहेको एउटा बिग फुटसल हो। यहाँ चाहिँ दुईटा फुटबल हुन्छ। यहाँ पर एउटा कोस्ट रहेको छ भने यहाँ एउटा कोस्ट रहेको छ है, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ जो कोही पनि आएर ट्रेनिङ गर्न सक्छ हैन। अब त्यस्तो छ यहाँ चाहिँ, किनभने विशेष गरेर यो वरिपरिको घर बस्ती भएको कारणले यहाँ चाहिँ विशेष गरेर यहाँको कमिटीहरुले चाहिँ बनाइदिएको हो। तर हामी चाहिँ म अलिकति मुनतिरको हो, तर पनि म सिक्नु आइरहेको छु हैन। फुटबलको साथमा आइरहेको छु। यो पर्सनल फुटबल हो। यसरी फुटबल आफ्नै फुटबल ल्याएर सिक्ने हो। जस यहाँ चाहिँ अब विशेष गरेर इङ्ल्यान्डको नै पपुलर गेम भनेको नै फुटबल रहेछ हैन। अहिले क्रिकेटहरु पनि खेल्छन्। सबै जस्तो गेमहरु खेल्छन् हैन। तर विशेष गरेर अब यहाँ पहिला अब 2008 कि सायद कतिमा पनि इङ्ल्यान्ड एकताल वर्ल्ड कपमा चाहिँ विनर भएको थियो हैन। जस त्यहाँ निकै पपुलर फुटबलरहरु हुनुहुन्थ्यो। जस गर्व लाग्छ युके मा आएर पनि यसरी फुटबल ट्रेनिङ गर्नु पाउँदा हैन। म चाहिँ नेपालको जन्म चाहिँ धनकुटा साँगुरीगढी 1 तम्फुवा बसाइ धरान 19 मा थियो। पहिला हामी फुटबल चाहिँ खेल्थ्यौं धरान 19 को एउटा तल ग्राउन्डमा हरियालीमा, अनि हामी यता घोपा क्याम्पको 1 नम्बर ग्राउन्डमा पनि खेल्थ्यौं। अनि जस एकताल मैले साथीहरुसँगै सिक्ने मौका पाएँ एन्फा एकाडेमी अरे नेपालकै जस नेपालको फुटबल क्लब फुटबल कोच एकाडेमी भनौं न अब हैन। एन्फाले निकै सिकाएर राम्रो प्लेयरहरु निकाल्नु भएको छ नेपालको हरेक क्षेत्रबाट हैन, हरेक ठाउँ स्थानबाट। जस खुसी लाग्छ मलाई। एकताल चाहिँ मैले